हाई हेलो गाइज नमस्ते। हामी बहिनीको घरमा आछौँ। मेरो बहिनी कति मेहनतिलो छ। भोलि हामी इन्डिया जान लाछौँ। पन्जाब दिदीको छोराको विवाहमा जान लाछौँ। आज हामीले चिल्ली टिप्छौँ हो कि न बेबी। अनि ल हिँड न। अनि हामी बारीमा आयौँ। मेरो बहिनीले लगाएको हेर्नु त कति राम्रो छ। हेर्नु त त्यो नगर न फाल्देऊ त्यो। पुरै खुर्सानी बारी छ। यति धेरै छ कि खुर्सानी हेर्नु त यति धेरै छ क्या भनेर साध्यै छैन। ओइ राम्रो राम्रो टिप्ने हो, ठुल्ठुलो टिप्ने हो। हेर्नु नि पुरा बोटै देखेको छैन के। मेरो बहिनी मेहनत कस्तो गर्छ बिचारा। काली अहिले आफ्नो पार्लरमा गएको छ। यो ठुलो खुर्सानीहरू पनि छ। अनि यस्तो छ खुर्सानी हेर्नु त। हरियो खुर्सानी खाने अरे उहाँ गुजरातमा लैजाने भनेर। अन्त कागतीहरू पनि कति धेरै कागती छ। हामी कागती पनि टिप्छौँ, भान्टा पनि छ। अब के टिप्छौँ हजुरहरूले हेरेर बस्नु ल गाइज। वा उता नजाऊ ल। यस्तरी एक भिडियो बना है। टिप्छु यस्तो मजाले बनाइदिनु। फाइनली गाइज के त नजाऊ आन्टीले मार्छ फेरि। हामीले टिप्छौँ। टिप्दैछु है गाइज। बोटमा देखाउँ यसरी। हेर्नु त खुर्सानी टनाटन छ। कति पो छ गाइज हेर्नु त। हामीले यत्रो टिपेछौँ। अझै धेरै छ। अब हामी कागती टिप्छौँ है त हजुरलाई। अनि सबै देखाउँछु। फाइनली गाइज हामीले यत्रो टिप्यौँ। हेर्नु त यति टिप्यौँ। लेमनमा टिप्यौँ। फल्दैछ तर थोत्रै टिपेको। यो टमाटर अब हामी उता बाहिर जाने भएपछि घरमा फतक्कै पाक्छ। यति धेरै छ, यति धेरै छ तर पनि नबोल नि सानो। अनि यति धेरै छ तर पनि लगेर जाऊँ भनेर हामीले उहाँ अब खानु पर्छ नि त। हामी बसाइ लगभग धेरै छ, 1-1.5 महिनै छ। त्यही भएर पनि हामीले लगेर जान लाग्छौँ गाइज है। 1-1.5 महिनैसम्म त या त बेसरी फलेर लटरम्मै हुन्छ। त्यही भएर गाइज हामीले यो बनाएको है। अझै पनि म बनाउँछु अहिले। फाइनली गाइज यति टिप्यौँ है हामीले। लगाउने मान्छे यो छोरा हो, त्यो आमा, यिनीहरूले लगाएको नि टिप्दाखेरि मैले टिपेँ गाइज। देख्नुभयो फाइनली म त थाकेँ। कति धेरै छ तर मैले टिप्नै सकेँ।